भएको घटनाप्रति दुःख व्यक्त गर्दछु र त्यो शहादत प्राप्त गर्ने पत्रकार सुरेश रजक र सबिन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँहरूलाई शहीद घोषणा गरियोस् भन्ने माग गर्न चाहन्छु। सभामुख महोदय, यहाँ मैले जवाफ दिनको लागि त मसँग समय छैन, तर मेरा मित्रहरूलाई मैले एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन। तपाईको मिथ्याङ्कले मिथ्या इतिहासले अब मान्छे पत्याउनेवाला छैन। अहिलेको डिजिटल युग, अहिलेको सूचना प्रविधिको विकास, त्यसबाट युवा राम्रोसँग परिचित छ। तपाईले राजा किन हटाउन खोज्नु भएको रहेछ? राजा हटाएपछि नारायण हिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो हैन? के को लागि तपाईले राजा हटाउनु भएको रहेछ त्यो युवा पुस्ताले हेरिराखेको छ। तपाई राजा हटाएर देशमा लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मचाउन खोजिराख्नु भएको छ र मचाइराख्नु भएको छ हेरिराखेको छ। तपाईको त्यो कुराले अब यो पुस्ता मान्दैन, युवा पुस्ता मान्दैन। तपाईले र पहिला चुनाव हुनुभन्दा अगाडि पनि मैले भने भर्खरको जलमण्डल अगाडि आन्दोलन कहाँ गर्ने हो त? संसद भवनभित्र गर्ने हो नि। संसद भवनमा त रोस्टम हुन्छ नि, 27 खरब रोस्टम आफू बसेको कुर्सी हामी हाम्रो जीवनकै र हाम्रो युगकै सबभन्दा बेसी कर तिरिराखेका छौँ यो दशक। बोल्दा बोल्दै हैन, त्यसमध्ये कति विकासमा गयो त्यो पैसा र कति तपाईँको पेट भर्नमा गयो भन्ने कुरा जनताले हेरिराखेको छ। तपाईँले गणतन्त्रको नाममा आकाशमा उडाउन नमिल्ने प्लेन किनेर खानुभएको कमिसन, तपाईँले प्लेन बसाउन नमिल्ने एयरपोर्ट बनाएको कुरा राम्ररी हेरेको छ। त्यसकारण तपाईँले शब्दको आवरण दिए पनि अब नेपाली जनताले तपाईले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिराखेको छ। व्यवहारमा सुधार गर्नुहुन्न नि। तपाईँको गणतन्त्रको विरोध चलिरहेको छ मात्र होइन, जनताले उल्टाउँछन्। तपाईँ इतिहासको कुरा गर्नुहुन्छ, इतिहास पढ्नु भएको छैन। बेलायतमा राजा निरङ्कुश भए भनेरै बताइरहनु भएको छ, जनताले पनि सुनिरहनु। बत्तीको बत्ती आन्दोलन भनेको तर यो गणतन्त्रवादी अहिलेको जस्तै व्यवहार यहाँ भएपछि जनताले 12 वर्ष विदेशमा बसेको राजाको छोरालाई खोजेर आन्दोलन गर्ने होइन, राजगद्दीमा बसाइयो मात्र होइन नि, गणतन्त्रको नायक हुँ भन्ने क्रमवेललाई आन्दोलन भनेको त्यसबेला मरिसकेका 1658 मा मरिसकेका थिए। विद्वानले कुनै पनि 1660 मा बोतलेर निकालेर अस्थि पञ्जरलाई फाँसीमा हाल्यो। त्यसकारणले जनताले चाह्यो भने नयाँ नयाँ कुराको अपडेट दिने मेरो कामै त्यही हो। मैले ज्ञान दिने जनताको शक्तिलाई तीन ठाउँमा आन्दोलन गर्ने हो। आन्दोलनकारी साथीहरूले जहिले पनि आन्दोलन गर्दा तीन ठाउँमा चैत 15 गते फर्स्ट पोइन्ट भनेको संसद आन्दोलनकारीले मात्रै ज्यादती गरेको आन्दोलन गर्ने होइन, संसद भवन खोज्ने हो के यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन। तपाईँ कांग्रेस एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो। तपाईहरू तोडफोड नगरी आएको हो, मान्छे नमारी आएको हो। त्यसकारणले मैले भन्छु कि त्यो सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हान्यो? छतमाथि बसेर मञ्चमा किन यहाँ सकिएको अश्रु ग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ र म यहाँ मसँग समय छैन, अनुशासन समयमा आफ्नो कुरा टुङ्ग्याउँछु। सरकारको र सबै विश्व समुदायको मानव अधिकार जगतको ध्यान आकर्षण गर्न चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारवाही होस्। धेरै धेरै धन्यवाद।